हेलो मेरो किसान साथीहरू, तपाईलाई नमस्ते। मेरो युट्युब च्यानलमा सधैँको जस्तो आज पनि म फेरि नयाँ भिडियो लिएर उपस्थित भएको छु तपाईहरुको माझमा। र आज कुखुराको 32औं दिन, कुखुरा 32औं दिनमा प्रवेश गरेका छन्। र 32औं दिनमा प्रवेश गर्दाखेरि भनेको कुखुराको एभरेज वेट ठिकै छ। तपाईको लगभग यिनीहरु भनेको 1.5 किलो हाराहारीमा छ कुखुरा। समग्रमा भनेको अलिकति 1.5 किलो पुग्दैन, तर समग्र तपाईको पर्सी सम्म भनेको यिनीहरु एभरेज 1.5 किलो पनि कट्ने छ। 1.5 किलो भन्दा बेसी पनि छ, तपाईको 2 किलो छेउछाउ पनि छ कुखुरा। र सबै मिलाउँदाखेरि भनेको एभरेज 1.5 किलोको चाहिँ मैले अहिले गरेको छु। र 32औं दिनमा आइपुग्यो। हामीले धेरै अब मेहनत गरेर आज 32औं दिनमा लगभग अब सफलताको घडी पनि नजिकै आइसकेको छ। अब मैले भनेको धेरै दिन छैन, अब 15-20 दिन बाँकी हो खोर खाली गर्नको लागि। र 15-20 दिन भयो, अब 15-20 दिन बाँकी छ। अब 15-20 दिन मेरो कुखुरा निक्लिन आँटो स्वस्थ छ भनेर अब हामीले अब हेल्थ चेकअप गर्नु हुँदैन। हामीलाई अझै जिम्मेवारी बाँकी छ हाम्रो। र अब हाम्रो जिम्मेवारी बाँकी छ। र त्यतिकै मौसमले पनि डे बाई डे चिसोपन बढिरहेको छ। र दिनै पछि चिसो क्रम बढ्दै पनि छ। खोरमा एमोनिया क्रम पनि बढ्दो छ। र हामीले अब यी दुईमा भनेको अब हामीले कसरी कुखुरा बचाउने, हामीले कसरी कुखुरालाई संरक्षण गर्न सकिन्छ। अब चिसोको कारणले पनि कुखुरालाई बिराम हुने गर्दछ। अब चिसो भयो भनेर पाल झारियो भने तपाईको फेरि एमोनियाले पनि हाम्रो कुखुरा बिगार्ने हुन्छ। अब कुन तरिकाले अब हामीले कुखुरालाई ट्रिट गर्ने, के गर्दाखेरि भनेको खोरमा एमोनिया पनि हुँदैन र जाडो पनि हुँदैन, त्यो कुरामा हामीले जान्नु पर्दछ। त्यो कुरामा हामीले बेसिक ध्यान दिनुपर्ने हुन्छ। र अब मेन जान्नुपर्ने कुराहरू के छ भन्दाखेरि भनेको जोस मैले भनिहालेको छु, जुन कुखुराको लेयर हुन्छ, कुखुराको जुन अब यो भाटाहरू तपाईहरु देख्न सक्नुहुन्छ। यता यो दिउँसोको यो जुन यो के अरे बियरहरुको जुन यो तपाईको यो अब यो गेटहरू छ, हो यो गेट भनेको म दिउँसो खोल्दिने गर्छु, किनकि ग्राउन्ड लेभलबाट तपाईको हावा तपाईको पास हुन्छ। पूर्वको प्राय हावा चल्दछ। ग्राउन्ड लेभलबाट पास हुँदाखेरि भनेको भुइँ सुक्ने गर्दछ। तपाईको भुसदेखि हावा खेल्दाखेरि भनेको भुस कहिले हिलाउँदैन। र रातिको टाइममा भनेको यो म लगाइदिने छु। यो लाउँदाखेरि भनेको डाइरेक्ट चिसोले कुखुरालाई हान्दैन र उताको पनि तपाईको डाइरेक्ट कुखुरालाई हान्न पाउँदैन, यतापट्टि पनि डाइरेक्ट कुखुरालाई हान्न पाउँदैन। र यो बीचको ग्याप छ, यहाँबाट हावा खेल्दछ। र बीचको ग्यापबाट हावा खेल्दा भनेको डाइरेक्ट कुखुराको सतहबाट हावा खेल्दैन। कुखुराको सतह मुनि भनेको कुखुरालाई ग्याप हुन्छ। तपाईहरुले देख्न सक्नु भएको छ यतापट्टिको र उतापट्टिको र यता जोस बेसिकली हावा चल्दाखेरि चिसोपन जोस रातिको समयमा अलिकति चिसो हावा चल्छ।